हेलो नमस्कार साथीहरू, वेलकम टु माई न्यू ब्लग। आज पनि ब्लग घरबाटै सुरु हुँदैछ। आज त झन् बिस्ताराबाटै सुरु हुँदैछ। म चाहिँ हिजोको ब्लग एडिट गरिरहेको थिएँ। अब आज गएर सराद छ, सराद सकेर अनि बजारतिर जाने काम थियो। अब बजार गएर आएर अनि कतै जाने प्लान त थियो अरे, अब गइन्छ कि गएन, बजारतिर कति बेर लाग्छ। केटाहरूको फोन आयो, के भन्नु लाग्यो। बजार निस्किनु लाग्छौँ हामी। ठुला आविष्कार यो हाम्रो सानो डन। बाबु हेलो भन्दै हेलो भन्नु। बसौँ 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 बस। थ्याङ्क यू। ल अङ्कल ल गाइड हामी चलियो ग्लोबल ब्याङ्कमा। अब हामीले आविष्कारसँग बढी बोल्यो भने हुन्छ। आविष्कारले गर्छ काम तमाम गोर्खालीको छोरो। त्यसको पो जिन्दगी राम्रो छ त, त्यहाँ हेर्नु मस्त सुते है। अमन तेरो खाता बनिसक्यो है? मेरो के को ए त्यसको त बन्यो भन्थ्यो के अरे। हाम्रो बन्यो अझै नि बनेको छैन। सँगै बन्यो अरे खै सोध्नु। अब ब्याङ्कको मान्छेहरू आज आउने भने जानियो ब्याङ्कमा गएर सोध्नियो। ब्याङ्कको प्रोसेसहरू हुँदैछ। अब आज के काम हो? आज हाम्रो कन्सल्टेन्सी गरेर रियादीलाई हाम्रो डकुमेन्टहरू के कस्तो छ भनेर देखाउने एकचोटि। एनुअल इन्कम र ट्याक्सहरू यताउता। त्यसपछि ब्याङ्कमा जाने, ब्याङ्कभित्र गएर हाम्रो किन यस्तो भयो, कहिले यस्तो भयो, अनि त्यहाँबाट के अरे खाता पनि बनेन। हाम्रो खाता पनि त्यो भएको छैन, भेरिफाई भएन। किन भयो 3 दिन 4 दिन भइसक्यो। अनि ब्याङ्कबाट एउटा खाता खानु त्यत्रो टाइम त लाग्दैन। अनि त्यही भएर सोधपुछ गर्नुको लागि तैँले जिमेल लेखेर मेरो जिमेलले उल्टो गर्दैछ कि जस्तो पनि लाग्यो। जे थियो त्यही लाग्थ्यो के अरे। अब त्यस खाताको सोचौँ र माथिपट्टि गएर हाम्रो किन हो, कहिले आउनु चाहिँ हाम्रो भ्यालुएसन गर्न हामीलाई गाह्रो परिसक्यो, प्रब्लम भइसक्यो। अब अहिले चाहिँ राम्रो हो अस्ट्रेलियाको भिजा प्रोसेस। हामीहरू चाहिँ अब यहाँनिर 24 गतितिर हेर्न सक्नुहुन्छ हामी 13 साल चोक आइसकेका छौँ। अब हामी उता 24 छोटे जान्छौँ। त्यहाँबाट हामी हाम्रो कन्सल्टेन्सी जान्छौँ। गाइज हेर्न सक्नुहुन्छ। सो गाइज हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो चितवन भरतपुरको एयरपोर्ट हेर्न सक्नुहुन्छ। गाइज हाम्रो सान केपी ओली। हामीहरू ग्रेसमा आइसक्यौँ। नपलाको त सुन्नमा थियो भएको एउटा झुसे सुन्दा भएन। यसको भयो त यसको अनुहार मिलेको छ त्यहाँ ट्याक्क। यसको एलओसी हालेर ग्रेसमा छौँ हामी। ग्रेसको टेरिसबाट अब भ्यू हेर्नु कस्तो लाग्यो हामी देखिन्छ। हाम्रो अब यहाँ अस्ट्रेलियाको डकुमेन्ट यदि गर्दा यति दिक्क परिसक्यो कि यहाँबाट बन्जी हान्ने अब प्लान बनिरह, त्यही पनि विथआउट रोप। जे होस् ग्रेसले अलिकति भए पनि सजिलो बनाइदिएछ हामीलाई डकुमेन्टहरू बनाउन। कोही हुनुहुन्छ भने अब अस्ट्रेलिया जाने विचारमा सोचमा यहाँ आउन सक्नुहुन्छ। के थाहा पैँडाबाट सम्झ्यो सब हान्ने भन्नु पेट्रोल पम्प के गर्ने अर्काको बाइकबाट पेट्रोल हालेर पनि बल्ल फोर राउन्ड गाडीमा म चढ्छु जस्तो लाग्छ। अस्ति ठ्याक्कै अस्ट्रेलियाकै बेलामा यसपालि पनि त्यस्तै हुन्छ जस्तो लाग्यो आविष्कार मान्छेले। हाम्रो यहाँ ग्रेसमा केटीहरू आउने नै दाइलाई हेर्न। बिहान भयो दाइको फेसबुक आइडी।
त्यति कसैलाई पनि थाहा छैन हजुरको नम्बर दिनु न त मसँग नि फेरि नाम सेभ गर्यो खत्रै फेरि मक्क भाइ जस्तो अहिले हेर्न सक्नुहुन्छ हामी ग्रेसबाट फर्केर आइसकेका छौँ हामी यो हाम्रो एयरपोर्ट भयो हजुरहरूलाई बिहान देखाएको सन्देश सर गाडी चलाउँदै हुनुहुन्छ अब यहाँ अड्कल गर्नुपर्छ तिमीहरूले यति घुमाउँदा कति काट्यो 2 नम्बर भन्नु मेरो भाइ अब बिर्सिसक्यो कि फेरि अलि अगाडि नै हो गएन कतिको तकला अब चाहिँ म चलाउँछु है अब चलाउने हो कि उडाउने हो कि के हो यति बेल छोडिदेऊ केही नै हुन्न गयो होइन अलि बिस्तारै मेरो भाइ ब्राउन दाइले गाडी चलाइरहनु चलाउनु नजाने नि अघि मैले चलाएको देखेर चाहिँ सिक्यो उहाँको मुख हेर्नु याद छैन कि हन चाहिँ कता हो त त्यहीमा हाल तर नचलाएपछि त बिर्सिहाल्दो रहेछ कि जे चिज त्यही त जति चलायो त्यो जान्ने भन्ने पहिला पहिला मोबाइल चलाउन आउँथ्यो चलाउँदैपछि सबै जान्ने त्यस्तै त भन्ने चिज तर मोबाइल चलाउनु चाहिँ कसैले सिकाउनु परेन पहिले यो के हो जस्तो लाग्थ्यो आफै हेरिन्थ्यो सबैको सिधै हाम्रो सन्देश सिलवाल भाइ पनि उहाँको जिग्री हुनुहुन्छ सिलवाल चाहिँ गर्लफ्रेन्डको छोरो है यो बाटो चाहिँ अघि मैले नै चलाएको बाटो हो फेरि हिँडिरहेको हामी ओइ अलिक बिस्तारै चला हामीहरू भर्खर ल गाडी सिकेर आइसक्यौँ अब दाइले यहाँ हामीलाई सिकाउने दाइ हाम्रो दाइले ल सिकाउनु राम्रोसित भर्खरै सिकेर चलाएर आइयो अब भोलि फेरि दाइ को आउनुहुन्छ त भोलि भोलि होइन पर्सि ए हस् पर्सि भेटौँ ल अब आजलाई छुट्टीमा भाइ हस् त हस् आजको भ्लग पनि अब यहीँबाट एन्ड गरौँ